आइपिओ आएको आइछन् र भविष्यमा आउने आइपिओ पनि टन्नै छन्। तर जति आइपिओ अप्लाई गरे पनि पर्दैन भन्ने छ भने अब चिन्ता नगर्नुहोस्। तर त्यसको लागि तपाईसँग रेमिटान्स एकाउन्ट हुनुपर्छ र रेमिटान्स एकाउन्ट भनेको बैंक एकाउन्ट जस्तै हो, तर तपाईले नेपालको श्रम मन्त्रालयबाट श्रम स्वीकृति पाएर वैदेशिक रोजगारीमा गएको हुनुपर्छ। कुनै पनि कम्पनीले आइपिओ इस्यु गर्दा टोटल इस्युड शेयरबाट 10% रिजर्भ कोटा अर्थात् फरेन इम्प्लोइमेन्टको लागि कोटा छुट्याएको हुन्छ र रिजर्भ आइपिओ अप्लाई गर्नको लागि तपाईसँग रेमिटान्स सेभिङ एकाउन्ट हुनुपर्छ र उक्त एकाउन्टमा तपाईले कम्तीमा 6 महिनाको अन्तरमा 50,000 को कारोबार गरेकै हुनुपर्छ र तपाईले रेमिटान्स एकाउन्ट खोल्नको लागि तपाईको अहिले सेभिङ एकाउन्टलाई रेमिटान्स एकाउन्टमा कन्भर्ट गर्न पनि सकिन्छ। त्यसको लागि चाहिँ तपाईले आफ्नो बैंकलाई मेल वा कन्ट्याक्ट गर्नुपर्ने हुन्छ वा अनलाइनबाट बिल्कुल नयाँ रेमिटान्स एकाउन्ट पनि खोल्न सक्नुहुन्छ वा तपाईले काम गरेको देशमा बैंकको प्रतिनिधि एजेन्टसँग कन्ट्याक्ट गरेर पनि रेमिटान्स एकाउन्ट खोल्न सक्नुहुन्छ। र बुझ्नुपर्ने कुरा, फरेन कोटाबाट आइपिओ अप्लाई गरेर नपरेको अवस्थामा मात्र पछि जनरल पब्लिकलाई आइपिओ खुलाउँदा अप्लाई गर्न सकिन्छ। फरेन कोटामा अलरेडी आइपिओ परेको छ र तपाईले पछि जनरल पब्लिकलाई खुलाउँदा अप्लाई गर्नुभयो भने तपाईको स्वतः रिजेक्ट हुन्छ। अनि रेमिटान्स एकाउन्टको अर्को फाइदा चाहिँ तपाईले अन्य बैंकमा भन्दा 1% बढी ब्याज पनि पाउनुहुन्छ। अनि तपाई वैदेशिक रोजगारमा हुनुहुन्छ भने रेमिटान्स एकाउन्टको फाइदा चाहिँ लिनु होला है।